अमन र विशाल तीनजना बचपनका साथीहरू। सानो उमेरदेखि नै जङ्गल पस्ने, खोला तर्ने, शिकार खेल्ने रहरले उनीहरूलाई जोडेको थियो। उनीहरू गाउँकै चलाख र बहादुर केटाहरू मानिन्थे। त्यस रात पनि उनीहरू शिकार खेल्न जङ्गल पसे। पूर्णिमाको रात चन्द्रमाको मधुरो उज्यालोमा घना जङ्गल अलिकति कम डरलाग्दो देखिन्थ्यो। अमनले हतियारको झोला बोक्यो, सन्दीपले टर्च लाइट अनि विशालले मासु काट्ने ठुला चक्कुहरू। आज चाहिँ ठुलो अडिन पार्नुपर्छ अनि भोलि गाउँमै बोझ खाने हो, विशालले हाँस्दै भन्यो। हो नि, गाउँका मान्छेहरूलाई देखाउनुपर्छ हामी कति असल सिकारी हौँ, अमनले थप्यो। जङ्गलमा छिर्दै गर्दा उनीहरूले एउटा अनौठो ठाउँ देखे, जुन ठाउँमा पहिले कहिले आए जस्तो लागेन। घाँसले ढाकिएको पुरानो झुपडी, झ्यालविहीन र जङ्गली बोटले छोपिसकेको थियो। यो त कसैको पुरानो घर जस्तो छ, सन्दीपले अचम्म मान्दै भन्यो। यतिकै बस्ने ठाउँ मिल्यो, यहीँ बास बसौँ, विशालले प्रस्ताव राख्यो। तिनैजना झुपडीभित्र छिरे। भित्र एकमात्र थाङ्ना थियो, एउटा पुरानो, मैलो र च्यातिएको गद्दा। अमनले त्यो गद्दा हल्लाउँदै भन्यो, यो गद्दा त नराम्रोसँग गनाइरहेछ, तर के गर्नु, यहीँ सुत्नुपर्ने भयो। कसको गद्दा होला, सन्दीपले सोच्दै भन्यो। सोच्नै पर्दैन, कोही बुढो मान्छे मर्यो होला, जङ्गलमै थन्काएको हुनुपर्छ, विशालले निर्लज्ज भावले भन्यो। उनीहरूले जङ्गलमा आउँदै गर्दा एउटा खरायो मारेका थिए। त्यही खरायो काटेर मासु पोल्न थाले। वातावरण शान्त थियो। एक्कासी जङ्गलभित्र केही हलचल सुनियो। हरिण होला, अमनले खुसी हुँदै भन्यो। उनीहरूले बन्दुक समातेर तयार भए। विशालले टर्च लाइट जङ्गलतर्फ तेर्सायो। उज्यालो परेको ठाउँमा केही हलचल देखियो, तर त्यो हरिण थिएन। एउटा मान्छे, तर त्यो मान्छे सामान्य थिएन। लुगा च्यातिएको, अनुहारभरि नीलडाम र आँखामा रातो डरलाग्दो चमक थियो। को हो, सन्दीपले चिच्यायो। त्यो आकृतिले जवाफ दिएन, बरु झनै नजिक आइरहेको थियो। विशालले बन्दुक ताक्यो। को हो, गोली हान्दिउँ, अमनले करायो। तर ठिक त्यही बेला त्यो आकृति हरायो। एक क्षण पहिले त्यहाँ भएको मान्छे अचानक गायब भयो। भूत, सन्दीपको आवाज काम्यो। उनीहरू झुपडीभित्र पसेर गद्दामाथि बसे। डरले सबैको शरीर गलिसकेको थियो। रात निकै गहिरिसकेको थियो। एकाएक गद्दा हल्लिन थाल्यो। के भयो, विशालले हडबडाउँदै भन्यो। गद्दाको बीच भाग फाट्दै गयो र त्यहाँबाट एउटा कालो हड्डी निस्कियो। यो त अमनले बोल्नै सकेन। त्यही क्षण झुपडीको ढोका जोरले ठोकियो। बाहिर उही आकृति उभिएको थियो। उसको आँखाबाट रातो रगत बगिरहेको थियो। हामी मर्यौँ, विशाल र सन्दीप डरले चिच्याए। झुपडीको ढोका जोडले हल्लिरहेको थियो। बाहिर उभिएको त्यो आकृति झन् डरलाग्दो बन्दै गइरहेको थियो। उसका आँखा रातो रातो चम्किरहेका थिए र अनुहारबाट कालो तरल पदार्थ बगिरहेको थियो। भागौँ, अमन चिच्यायो, तर बाहिर निस्कन सक्ने अवस्था थिएन। झुपडीको एकमात्र ढोका त्यो भूतले छेकेको थियो। गद्दा अझै हल्लिरहेको थियो। एकाएक गद्दाबाट भयानक आवाज आउन थाल्यो, मानौ कुनै कठोर चिज फुटिरहेको थियो। गद्दाको च्यातिएको ठाउँबाट एउटा ठुलो हड्डी बाहिर निस्कियो र त्यससँगै एउटा सुक्खा हात पनि देखियो। यो गद्दा, विशालले काँप्दै भन्यो।
यो त कुनै मरेको मान्छेको सैया रहेछ। सन्दीपलाई केही याद आयो। हामीले ठुलो गल्ती गर्यौँ। गाउँका बुढाबुढीले भनिरहन्थे, शिकार खेल्न आउँदा जङ्गलमा कसैको पुरानो सामान छोइएन भने राम्रो हुन्छ। अब के गर्ने? अमनले सोध्यो। त्यसै बेला झुपडीको ढोका एकै झट्कामा खुल्यो। त्यो भूत झुपडीभित्र पस्यो। तीनैजना एक कुनामा थर्कमान भएर बसे। हामीलाई नमार कृपया, हामीलाई नमार, विशालले रोएर भन्यो। भूतको आँखामा अचानक परिवर्तन आयो। ऊ मन्द स्वरमा करायो, तिमीहरूले मेरो ओछ्यानको अपमान गर्यो। मेरो आत्मा यसैमा बाँधिएको थियो। सन्दीपले काँप्दै भन्यो, हामीलाई माफ गर, हामीलाई जान देऊ। भूतले अगाडिको गद्दातिर इसारा गर्यो। यो जलाऊ अनि भाग। तीनैजनाले हतार हतार आगो बालेर गद्दा जलाए। धुवासँगै गद्दाबाट एक अजीब कराउने आवाज आयो। कुनै कैद आत्मा मुक्त भइरहेको थियो। त्यसपछि झुपडीभित्रको वातावरण सामान्य हुन थाल्यो। भूतले अन्तिम पटक उनीहरूलाई हेऱ्यो। अब जाऊ, फेरि कहिले फर्केर नआऊ। तीनैजना झस्कदै बाहिर निस्किए र जङ्गलबाट दौडिए। अर्को दिन बिहान गाउँमा पुगेपछि उनीहरूले त्यो ठाउँको बारेमा बुढापाकाहरूलाई सोधे। गाउँका एकजना ज्येष्ठ नागरिकले गम्भीर हुँदै भने, तिमीहरूले जुन गद्दा देख्यौ त्यो कुनै समय एउटा मानिसको मृत्यु शैया थियो। धेरै वर्ष पहिले एउटा शिकारी जङ्गलमै मरेको थियो। उसको आत्मा त्यसमै बाँधिएको थियो। त्यो सुनेर तीनैजना सन्त्रस्त भए। त्यसपछि उनीहरूले कहिले राति जङ्गल पस्ने हिम्मत गरेनन् र त्यो झुपडी कसैले फेरि त्यहाँ जान चाहेन। यदि तपाईहरूलाई यो कथा मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनुहोला। अन्य यस्तै कथाहरू फेरि पनि उपलब्ध हुनेछन्।